इलाममा रहेको यो चाहिँ माई खोला स्थितको यो दृश्य हो। हिजोको लगातार बर्सातपछि जब यहाँ चाहिँ पहिरो गएपछि यहाँको गाडीहरू चाहिँ अवरुद्ध भएको रहेछ। यसको बारेमा चाहिँ सरकारले, स्थानीय सरकारले वैकल्पिक बाटो रोज्ने कि भन्ने एउटा ठुलो प्रश्न आउँछ, जसमा चाहिँ यो अवस्था हेरेर एकदमै नाजुक जति बनाए पनि बनाउन नसक्ने स्थिति भइसकेपछि अब चाहिँ सरकारले सोचेदेखि धेरै नै राम्रो हुन्थ्यो। वैकल्पिक बाटो नभएको पनि होइन, थोरै त्यता चाहिँ ध्यान दिँदाखेरि एकदमै राम्रो हुने थियो जस्तो मलाई चाहिँ लाग्छ। हजुरहरूलाई के लाग्छ हैन? तर यो जति बनायो त्यति माथिबाट झरिरहने हुँदा कतिसम्म बनाउने के यसलाई? अब बर्खा त अझ मेन बर्खा भनेको आउनै बाँकी छ। अहिले नै यस्तो छ, यो चाहिँ वैशाखको पानीमा यस्तो छ भनेपछि अब असार साउनमा अझै धेरै बर्सात होला, पानी आउला। त्यतिखेरको अवस्था भनेको त धेरै माथिदेखि नै पड्केर झर्दैला भनेपछि यो कहिले बनाउने, कहिलेसम्ममा बनिन्छ त, कहिले चाहिँ यसलाई चाहिँ सुधार गर्न सकिन्छ? धेरै वर्षदेखि हो यसले चाहिँ धेरै दुःख दिइरहेको अवस्थामा हामीले तपाईँको यो वैकल्पिक बाटो जुन माईबेसी सडक खण्ड हुँदै जोगमाई अनि माई हुँदै इलाम निस्किने सडक खण्डमा ध्यान दिएदेखि धेरै नै उचित हुने थियो जस्तो मलाई चाहिँ लाग्छ।